जुन हाम्रो व्यवहार छ त्यो कुराहरूलाई हामीले र पर्यटनसँगै हरेक कुराहरूलाई तसर्थ अब ढिलो नगरिकनै म औपचारिक कार्यक्रमलाई अगाडि बढाउन गइरहेको छु। म यस कार्यक्रम सञ्चालक बलबहादुर केसी। आज मिति 2082 साल असोज 9 गतेका दिन यस श्री किच्चो बराइल क्लबद्वारा घोडा दौड प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रमको आज समुद्घाटन कार्यक्रममा यहाँहरू सम्पूर्णलाई अन्नपूर्ण गाउँपालिका अगाडि बढाउने यहाँहरू सम्पूर्ण माझ अनुमति चाहन्छु। 2082 लान्द्रुक दशैं मेलाको यस पुरुष महिला तथा प्रौढ भलिबल घोडा दौड प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रमको आज हाम्रो यो पहिलो समुद्घाटन कार्यक्रमको तथा आजको प्रमुख अतिथि तथा हाम्रो यस अन्नपूर्ण गाउँपालिका का सदस्य अध्यक्षज्यू र त्यसै गरी हाम्रो यस अन्नपूर्ण गाउँपालिका वडा नम्बर 7 का हाम्रा वडा अध्यक्षज्यू र मञ्चमा असिन तथा हाम्रो यस कार्यक्रम आजका अध्यक्ष महोदय मैले भन्न बिर्सिन्छु है क्षमा हरेक सङ्घ संस्थाबाट पाल्नु हुने हाम्रा चाहिँ संस्थाका सदस्यज्यूहरूमा सर्वप्रथम म आजको यो अन्नपूर्ण गाउँपालिका वडा नम्बर 7 लान्द्रुक दशैं मेलाको तर्फबाट सबैमा सर्वप्रथम मेरो तर्फबाट र सम्पूर्ण वडावासीको तर्फबाट शुभकामना दिन चाहन्छु। र यस लान्द्रुक दशैं मेलाले आज र यो किच्चेपरा क्लबले आज उहाँको 26औं वार्षिक उत्सव जस्तो मनाइरहेको अवस्थामा यो कार्यक्रमलाई भव्य र सभ्यको लागि हाम्रो यस लान्द्रुक दशैं मेला र यस आफ्नो गाउँलाई माया गर्नुहुने मेरा सम्पूर्ण दादा सहयोगी दादाहरू सर्वप्रथम युवराज गुरुङ छोरा हाम्रो जयन्ती बहिनी र लगायत हाम्रो चाहिँ यो अहिले मैले यहाँ भर्खरै सुनेको थिएँ हाम्रो यो लान्द्रुक एउटा बोर्ड लेखनमा चाहिँ हाम्रो त्यो तल्का निवासी हाम्रो भाइ सन्तोष गुरुङले पनि यो लान्द्रुक बोर्डको लागि नामको लागि एउटा बोर्ड उहाँले चाहिँ प्रायोजन गर्नुभएको थियो। उहाँले म धेरै धेरै धन्यवाद दिन चाहन्छु गरी र त्यसै गरेर यो दशैं मेलालाई सफल पार्नको लागि हाम्रो मैले भर्खरै तल खेल मैदान मैले त्यहाँ हेर्दाखेरि मेरो सम्पूर्ण सहयोग गर्ने मेरा दाजुभाइ दिदीबहिनी चेलीबेटी इष्टमित्र र देश विदेशमा रहेर पनि आफ्नो देशलाई माया गर्नुको लागि माया गरेर सहयोग गर्नुहुने सम्पूर्ण सहयोगदाताहरूमा मेरो सर्वप्रथम मेरो तर्फबाट धेरै धेरै धन्यवाद भन्दै शुभकामना दिन चाहन्छु। र यो दशैं मेलाले खासै यसको उद्देश्य भनेको हाम्रो आजको दिन सुरुवात भएर अब यो 14 गते अन्तिम हाम्रो चाहिँ यो मेलाको चाहिँ अन्तिम दिन हुनेछ र यो मेला अवधिभित्रमा सबैले आफ्नो मनोरञ्जन लिनुहोला शान्तिपूर्ण रूपमा चाहिँ र सबै गाउँवासीहरू एकदमै सहयोगी रूपमा सहयोगको रूपमा चाहिँ सक्रिय भएर उपस्थित भइरहन म अनुरोध गर्न चाहन्छु। र यो दशैं मेलाले यो गाउँलाई सधैँभरि चिनिरहोस् उज्यालो भइरहोस् भन्ने उद्देश्यसहित फेरि पनि म यो आजको दशैं मेलामा
सहयोग गर्नुहुने सम्पूर्ण चन्दादाताहरूमा धेरै धेरै मुरी धन्यवाद दिँदै म यहाँबाट बिदा हुन्छु। हस्, धन्यवाद। स्वागत गरिसक्नु भएको छ भने अब हामी यहाँहरूलाई नृत्यद्वारा पनि स्वागत गर्ने कार्यक्रम भएको हुनाले हाम्रो प्रमुख अतिथिज्यूको हातबाट पानसमा बसेर लामो दशैं मेला 2022को समुद्घाटन गरेको छु भने अब ब्यानरमा साइन गरेर पनि हजुरले लामो दशैं मेला 2022को समुद्घाटन गर्नुहुन्छ। कृपया जोरदार तालीको साथ यस कार्यक्रम सफल भएको लागि काली उदयदिन हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै गरी लान्द्रुक वन व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर सुनारलाई पनि म आसन गर्नको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। लगायत शिक्षकहरूलाई पनि पोसाकहरू उपलब्ध गरेर सहयोग गर्ने हुनुहुन्छ। आदरणीय व्यक्तित्व हुनुहुन्छ, समाजसेवी हुनुहुन्छ। दशैं मेला 2022 पक्कै पनि भव्य र सफल सफल हुनेछ। उहाँले हामीलाई 30,000 सहयोग गर्नुभएको छ। कृपया जोरदार ताली बजाइदिनु होला, किनभने ताली बजाउँदा पनि कतिपय थेरापी हुन्छ, विभिन्न रोगहरू पनि हामी कृपया जोरदार तालीका साथ ताली बजाएर सम्मान गर्नु। यस कार्यक्रमलाई राम्रोसित सञ्चालन गरेर अन्तिम दिनसम्म हामीले कल झगडा वातावरणलाई सहज पारी विवाद नआउने किसिमले शान्तिपूर्णले हामीले 14 गते समापन गर्ने कार्यक्रम राखेका छौँ र यसलाई सफल पार्दै स्वागत दिँदै सबै कुरा समयले पनि रात पर्न लागेको छ। सम्पूर्ण हाम्रो यस कार्यक्रमका सम्पूर्ण इष्टमित्रलाई धन्यवाद दिँदै मेरो भनाइ टुङ्ग्याउँछु। धन्यवाद। शान्ति रहेर हाम्रो यो क्लबको चाहिँ कार्यक्रमहरू भव्य सभ्यसँग शान्ति किसिमले सञ्चालन होस् भन्ने यो एकदम शान्ति किसिमले रमाइलोसँग यो मेला सम्पन्न गर्ने हो साथी हो। यस क्लबलाई यहाँसम्म ल्याउनको लागि यो 25औं वसन्त पार गरिसकेर यो 26औं वसन्तसम्म आइपुग्दा हाम्रो यस श्रीकिप्चेपारा क्लबलाई यो स्थानसम्म ल्याउनु हुने सम्पूर्ण यस क्लबका अग्रज पदाधिकारीहरूलाई म स्मरण गर्न चाहन्छु र यो श्रीकिप्चेपारा युवा क्लबलाई यहाँसम्म ल्याउनु हुनको लागि हरेक आर्थिक, भौतिक, नैतिक सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरूप्रति पनि हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छु। र हामीले यो लान्द्रुक दशैं मेला आयोजना गर्दै गर्दा यसले विशेष महत्त्व कसरी खेलेको छ भने हामीले यो लान्द्रुक गाउँलाई यो खेलकुदको माध्यमबाट एक अर्कामा एउटा मित्रताको सम्बन्ध कायम गर्ने, भाइचाराको सम्बन्ध कायम गर्ने र यो लान्द्रुक गाउँ भनेको एउटा पर्यटनको एउटा उद्गम थलो पनि हो र लान्द्रुक गाउँ विश्व चर्चित अन्नपूर्ण बेस क्याम्प आधार शिविर एबिसी भनेर हामीले चिन्छौँ र अहिलेको विश्व चर्चित मर्दी हिमाल पदमार्गको एउटा उद्गम थलो यो लान्द्रुक गाउँलाई हामीले यो खेलकुदको माध्यमबाट यहाँको पर्यटन र प्रवर्धनमा पनि जोड दिनुपर्छ भनेर हामीले यो मेलाहरू हरेक वर्ष आयोजना गरिरहेको कुरा हामी तपाईहरुलाई अवगत गराउन चाहन्छौँ र यसमा हाम्रो गाउँपालिकाको विशेष मुख्य प्रायोजक रहेको कुरा पनि म तपाईहरुलाई निवेदन गर्न चाहन्छु। र यो कार्यक्रम भइरहँदा, यो कार्यक्रम सञ्चालन भइरहँदा अहिलेको देशको परिस्थिति र यो अवस्था अनुसार हामी माथि ठुलो एउटा जिम्मेवारी पनि आइपरिरहेको छ, किनभने हामीसँग पुलिस प्रशासनहरूको उपस्थिति हुन नसकिरहँदा
हामीले स्वयं आफैले हामी गाउँवासीले यो कार्यक्रम हामी सबैको हो भन्ने खालको एउटा मनमा मनन गरेर यो कार्यक्रमलाई आज उद्घाटन गरिएको छ र यो कार्यक्रमलाई भव्य र सभ्य रूपमा कुनै विवाद नभइकन कुनै कल झगडा नभइकन हरेक कुराबाट हामी सतर्क रहेर गाउँवासी एक भएर यो कार्यक्रमलाई सफल रूपमा सम्पन्न गर्नको लागि सबैजना साथ सहयोग गर्नुहुनेछ भन्ने आशा व्यक्त गर्दै यो कार्यक्रम भव्य र सभ्य र सफलताको शुभकामना व्यक्त गर्दै म बिदा हुन चाहन्छु। हस्त धन्यवाद। सहयोग गर्नुभएका सम्पूर्ण सहयोगी मनहरू र यो उपस्थित सम्पूर्ण हाम्रो एकापको चाहिँ प्रतिनिधिको रूपमा आउनु भएको छ हाम्रो पवन भाइ, त्यस्तै गरी हाम्रो कलाकार बहिनीहरू, पत्रकार मित्रहरू र यहाँ उपस्थित सम्पूर्ण बुवा आमा दाजुभाइ दिदीबहिनीहरूमा मैले चाहिँ यो आसन गर्दै सबैको चाहिँ प्रोटोकल स्थापना भएको हुनाले मैले सबैको नाम लिन यहाँ सकिनँ, किन समय छोटो छ। एकजना बुवाले भन्नुभएको थियो तपाईँले हेर मलाई हेर समय हेर अगाडिबाट भने जस्तो एक सास परेको छ, हामी ढिलो आयौँ, त्यस हुनाले चाहिँ म धेरै समुद्रमा समय दिन चाहिनँ। सम्पूर्णलाई यथोचित मेरो आदरणीय व्यक्तित्व सम्पूर्णलाई सम्मान व्यक्त गर्दै म सम्बोधन राख्न चाहेँ र हाम्रो अन्नपूर्ण गाउँपालिकाको समग्र विकासको यहाँको राजनीतिक सामाजिक सबै हिसाबले चाहिँ यो 5 वर्षको लागि यहाँहरूकै मतबाट निर्वाचित अध्यक्षज्यू जो समग्र यो अन्नपूर्णको विकासको लागि कुदिरहनु भएको छ, हामी सबैको अगुवाई गरेर हिँड्नु भएको छ। अध्यक्ष नै अहिले भए पनि यहाँ उहाँले धेरै विषयहरू राख्नुहुनेछ, पनि हामी साथ गर्न लाग्छौँ, समय छ त्यस हुनाले मैले छटकरीमा केही विषय राख्न चाहन्छु। र हामी अन्नपूर्ण 7 को चाहिँ 2079 निर्वाचन पछाडि जो हामी निर्वाचित भयौँ, हाम्रो कार्यकालको 3 वर्ष हामीले व्यतीत गरेका छौँ र अब हाम्रो चाहिँ 18-20 महिनाभन्दा हाम्रो कार्यकाल बाँकी छैन। यसबिचमा हामीले निर्वाचनमा धेरै विषयहरू राखेका थियौँ र हामीले चाहिँ धेरै कुराहरू गर्न खोज्दै पनि हामी लागिरहेछौँ अझै पनि। र देशको राजनीतिक सामाजिक अवस्था, आर्थिक अवस्था, हाम्रो सीमित स्रोत साधन विभिन्न कारणले हामीले चाहे जति विकासका कुराहरू हामीले चाहेर पनि पुरा गर्न सकिरहेका छैनौँ, त्यो हामीलाई थाहा छ र पनि हामी त्यसको प्रयासरत छौँ। म अझै पनि प्रयास गरिरहेको छ भन्न चाहन्छु। हामीले भनेका थियौँ यो लुम्ने लान्द्रुप सडकलाई स्थापित गर्ने कुराहरू, 12 महिना गाडी चलाउने कुराहरू, यो लुम्ने लान्द्रुप जोड्ने पुल बनाउने कुराहरू हामीले हरेक वर्ष सङ्घीय सरकारमा पेस गरेका थियौँ, डिपिआर गऱ्यौँ। त्यसको चाहिँ लागत स्टेट निकालेर चाहिँ हरेक वर्ष पहिले सुरुमा वर्ष 10 लाख परेको थियो केन्द्रबाट, डिपिआर गऱ्यौँ। दोस्रो वर्ष चाहिँ 50 लाख मात्रै परेको थियो सहरी विकास मन्त्रालयबाट र हामीले त्यसलाई डिपिआर त्यसलाई टेन्डरमा गर्न खोजेका थियौँ। तर नेपाल सरकारको नियमअनुसार चाहिँ त्यसको कति लागत छ भन्दाखेरि हाम्रो लान्द्रुप झाँझो पुलको लागि 12 करोड, त्यसको डिपिआर अनुसार 12 करोड लागत छ। तर हामीसँग स्रोत भयो 50 लाख होइन। अब 12 करोड निकाल्नको लागि हामी धेरै पटक पत्र पठायौँ, धेरै लबिङ गऱ्यौँ, तर त्यसको चाहिँ कम्ती 20% बजेट नलिकन त्यसलाई 100% बनाएर चाहिँ बहुवर्षीय टेन्डर लान नमिलेको हुनाले त्यो गत वर्ष त्यो खारेज भएर यस वर्ष फेरि यो विभिन्न सरकारी च्यानलहरू राजनीतिक च्यानल मिल्न पर्ने होइन। अब स्थानीय चाहिँ प्रदेश निर्वाचनको सरकार बन्छ, केन्द्रमा सरकार चेन्ज भन्छ होइन। यही कारणले चाहिँ स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारको तालमेल नमिल्दाखेरि चाहिँ हामी भनेअनुसार बजेट पर्न सकेको थिएन। गत वर्ष मात्रै नेकपा एमाले र नेपाली काङ्ग्रेसको गठबन्धन भएर केपीओलीको नेतृत्वमा चाहिँ सरकार बने पछाडि हाम्रै अन्नपूर्ण गाउँपालिकाको चाहिँ व्यक्तित्व हुन्छ, आदरणीय व्यक्तित्व हुन्छ विनोद कुँवर, जो नेपाल सरकारको सहसचिव हुन्छ। उहाँ चाहिँ हाम्रो सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको चाहिँ निजी सचिवको रूपमा कार्यरत भएपछि हामीलाई सहयोग पनि भयो। हाम्रो चाहिँ सबै खालका विकास योजनाहरू, प्रोजेक्टहरू, हाम्रो चाहिँ प्रपोजलहरू पेस गर्न लैन, पेस गर्न सहयोग भएर हामी गाउँपालिका अध्यक्षको नेतृत्वमा हामीले धेरै योजना पेस गऱ्यौँ। र यो वर्ष चाहिँ हामीले 1 करोड 60 लाख यो पुलमा बिजुली गर्न सफल भएको थियो केन्द्रबाट भने। यो लुम्ने लान्द्रुपमा चाहिँ विगत वर्षदेखि अन्नपूर्ण गाउँपालिकाको चाहिँ प्राथमिकता योजना भन्नाले हामीले सम्पर्क पारेर हरेक वर्ष स्तुति गरेर केही ठाउँ अप्ठ्यारो ठाउँहरूमा ढलान जहाँ घुम्ती छ, जहाँ बढी बाटो बिग्रन्छ, बर्खाको खोला भरले त्यहाँ ढलान गर्दै गर्दै ल्याएका थियौँ र अप्ठ्यारो ठाउँहरूमा एउटा समय आउन गएको थियो। हामीले अघिल्लो वर्ष त्यहाँ पुल हाल्यौँ होइन, कभर पुल। बर्खामा पनि हाम्रो गाडीहरू सहज ढङ्गले हिँड्नुहोस् भनेर। अनि गएको यो वर्ष मात्रै हामीले चाहिँ त्यो टोल्का र चाहिँ भिचुक जोड्ने जुन घट्टे खोला छ होइन, त्यहाँ हामीले चाहिँ 2वटा कल्भर्ट राखेर चाहिँ त्यसलाई सहज बनाएका थियौँ र केही भाडमा हामीले ढलान गऱ्यौँ। र यो वर्ष पनि हामीले चाहिँ नाप्ने गरिसकेका छौँ र यो लान्द्रुप र चाहिँ टोल्का जोड्ने जुन त्यो खोला भनिन्छ, त्यो खोलामा चाहिँ एउटा मोटरवेल कभर पुल राखेर केही भागहरूमा स्तुति गर्ने, केही बाँकी अप्ठ्यारो भागमा ढलान गर्ने, यसरी हामीले गरेका थियौँ। र सडक हाम्रो चाहिँ विभागबाट
3 करोडको चाहिँ ठेक्का निकालेर लुम्बिनीबाट फेरि अर्को खण्डको चाहिँ चलनको हुँदै कहाँसम्म भेट्छ त्यहाँसम्म ढङ्गाउँदै ल्याउने हिसाबले टेन्डर प्रक्रियामा गइसकेको थियौँ। तर अचानक नेपालको चाहिँ राजनीतिक परिस्थिति फेरिएको छ होइन। अहिले एउटा जेएनजीको नाममा जुन आन्दोलन भयो, हुन त भ्रष्टाचार मुक्त समाज बनाउनको लागि, भ्रष्टाचार मुक्त देश बनाउनको लागि जुन अभियान जेएनजीले चलाउनु भयो त्यो आफैमा सम्मान योग्य कुरा छ। तर जुन जेएनजीको नाममा जुन खालको गतिविधि भए हरेक सहरमा काठमाडौँमा होइन, त्यसले चाहिँ हाम्रो चाहिँ एउटा खालको समाज कता जाँदैछ, हाम्रो देश कता जाँदा भन्ने खालको एउटा चाहिँ प्रसिद्ध पनि बनाएको छ होइन। अहिले एउटा खालको विकासको गतिमा हिजो हामी 10 वर्ष युद्ध भयौँ। 10 वर्ष युद्धले हाम्रो धेरै क्षति भयो देशहरूमा। यो गाउँमा स्वयं हाम्रो चाहिँ एकजना आमा यहाँ बित्नुभयो आर्मीको गोली लाएर होइन, शहीद हुनुभयो। यहाँ धेरै क्षति भयो, पर्यटन व्यवसाय सुस्तायो होइन। त्यसरी चाहिँ धेरै धर्साइ बनायो, बल्ल बल्ल चेन्ज भयो। 62-63मा राजा फाले पछाडि एउटा गतिमा गएको थियो, त्यो बिचमा के भयो, भूकम्प गयो, भूकम्पले फैलियो होइन। यहाँको धेरै पेसा व्यवसायहरू पर्यटनको रोजगारीहरू बन्द भए। त्यस पछाडि फेरि अलिकति गति दिएको थियो संविधान बनेर, फेरि के भयो, कोरोना आयो। फेरि त्यो कोरोनाले चाहिँ विश्वभरि एउटा खालको आर्थिक मन्दी ल्यायो, पर्यटन व्यवसाय सुस्तायो। त्यसले चाहिँ स्वाभाविक रूपमा देशको धेरै आर्थिक क्षेत्रलाई चाहिँ तर्स बनायो र केही जाँदै थियो। त्यो अहिले चाहिँ जननिर्वाचित सरकारलाई सडकबाट अवदस्त गरेर एउटा जनताको मतबाट निर्वाचित सरकारलाई हटाएर चाहिँ एउटा चाहिँ गैर जनप्रतिनिधि सहितको एउटा नागरिक सरकारको नाममा चाहिँ बनेको छ। चुनावी सरकार हो, यो सरकारले कति के गर्न सक्छ धेरै आलोचना त नगरौँ, भर्खर सुरु भएको छ होइन। तर जुन एउटा गतिमा विकास भएको थियो त्यसले चाहिँ ब्रेक भएको छ। अब धेरै मैले सुन्दैछु अहिलेको अर्थमन्त्रीज्यूले हिजो गठबन्धन सरकारले अगाडि बढाएका धेरै 3 करोडभन्दा सानो योजनाहरू सबै योजना काट्ने र चुनावको लागि खर्च गर्ने। 5 वर्षमा हुनुपर्ने चुनाव 3 वर्षै हुने भएपछि त चुनावले खर्च चाहियो। यत्रो सम्पत्ति झर्नेका छन् सिंहदरबारदेखि चाहिँ सर्वोच्च अदालत होइन। हरेक पालिकाका कारणहरू सौभाग्य हाम्रो गाउँपालिकाको सबै जनताहरू सचेत भगवान्ले हाम्रो गाउँपालिकामा क्षति भएन। तर धेरै ठाउँको पालिकाहरूको कारणहरू वडा कारणले जलेको नष्ट गरेछ, ती सबै त बनाउनु पऱ्यो। त्यो बनेको सरकारले बनाउने हो, त्यो सरकारको ढुकुटी भनेको हामी जनताकै पैसा हो, धेरै खर्च हुनेवाला छ। यसरी हाम्रो विकासहरू धेरै अवरोध हुनेवाला छ। त्यो हाइड्रो पावर सम्पन्न गर्दाखेरि चाहिँ सामाजिक उद्धारको अन्तर्गत यसले चाहिँ कम्तीमा नि 10-12 करोड लगानी गर्नुपर्ने हुन्छ स्थानमा। त्यो 10-12 करोड चाहिँ हामीले यहीँको आमासम्मको भवन, यहाँको स्कुलको भवन, यहाँको स्वास्थ्य भवन, यहाँको बाटो सिँढी बाटो, यहाँको चाहिँ मोटर बाटो यही विकास गर्ने हो। हामी त्यो कुराहरू आएका छौँ र यो बिचमा भदौमा चाहिँ त्यो हाइड्रो पावरले जुन गर्नुपर्ने अनिवार्य गर्नुपर्ने सार्वजनिक सुनाइ गरेको थिएन, त्यो सार्वजनिक गर्नुपर्छ भनेर हामी गरिरहेको थियौँ र भदौ राख्छौँ भनेको थियौँ। यो वर्षको बेला बाटो राम्रो छैन, हाइड्रो पावरको सार्वजनिक सुनाइ भनेपछि त यो लान्द्रुक गाउँलाई चासो राख्ने, चाहे लान्द्रुक बस्ने चाहे पोखराबाट सबै आउनु पाउनु पऱ्यो नि त। अनि त्यो वर्षको बेला हतार गर्दाखेरि चाहिँ कतिपय टाढाको मान्छे आउन भ्याउनु होला, यस्तो बस्नु हुन भनेर मैले रोकेको र अब लगत्तै अलिकति दसैँ पछि हुनसक्छ या तिहार पछि हुनसक्छ। अहिले मौसम सफा भएपछि बाटोघाटो सबै सफा गरिसकेपछि त्यो सार्वजनिक सुनाइ राखेर यो सबै जनताको बिचमा के गुनासो सुनेको जनताका यहाँको सबैको सामाजिक व्यक्तिहरूको चासो गुनासो सबै सम्बोधन गरेर त्यो हाइड्रोलाई अगाडि बढाउने हो। यदि यहाँको जनताहरूको चाहिँ सहमति हुन्न, उहाँ गुनासो सम्बोधन हुन्न भने त्यो हाइड्रो रोक्न पनि सकिन्छ। अझै त्यहाँ हामीलाई अधिकार छ। यहाँको जनताहरूको समस्यालाई, यहाँ गुनासोलाई थाती राखेर जनताहरूलाई समस्या पाएर त्यो हाइड्रो अगाडि बढ्न सक्दैन। त्यो कुरा यहाँ राख्न चाहन्छु। र अरू विकासको कुराहरू यो वर्ष पनि हामी धेरै योजना छुट्याएको छौँ। कति 1 लाख, 2 लाख, 3 लाख टुक्रेर धेरै छन्। हामीले चाहिँ 4 करोडको चाहिँ नापिसकेका छौँ। यो अब हाम्रो आगामी हुँदासम्ममा चाहिँ यो वर्षसम्म पनि सहज ढङ्गले लानुसम्म चाहिँ मोटरहरू गुड्न पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो। हामीले त पछि गर्ने भनेको थियौँ, तर सरकार यस्तै छ। अब बिचमा एउटा गतिमुखको हुन्छ, ठ्याक्क आन्दोलन सरकार ढल्छ, यस्तो भइरहेको छ। यस्तो विभिन्न राष्ट्रिय राजनीतिले गर्दाखेरि हामीले भनेअनुसार गर्न सकिरहेको छैनौँ। मैले अहिले समय लिएँ, साँझको बेला यहाँहरूलाई माफी माग्दै मेरो भनाइ हेरेर खान चाहन्छु। धन्यवाद, नमस्कार। अन्नपूर्ण गाउँपालिका वडा 7मा बस्नुभएका अध्ययन दिदीबहिनी दाजुभाइहरू र अन्नपूर्णवासी सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई विजय दशमीको शुभकामना पनि व्यक्त गर्न चाहन्छु। आज हामी प्रवक्ताले धेरै भन्नुभएको छ, म धेरै आएको छु, उहाँ पनि पक्षमा छैन, दिदीबहिनी आत्तिनु भएको छ, सहयोगी मनहरू पनि आत्तिनु भएको छ, मैले हेरिरहेको छु। उल्टै बस्ने गर्नुभएको छ, त्यो भावना म बुझ्छु। यद्यपि मैले के बोल्नुपर्छ फेरि, किनभने बोल्नुपर्छ भने अन्नपूर्ण गाउँपालिका अध्यक्ष आइरहँदाखेरि अन्नपूर्णको विकासको निम्ति के गरिरहेको छ, यही वार्ड नम्बर 7को विकासमा पनि के भएको छ भन्ने थोरै कुरा बोलिनँ भने अब फेरि तपाईँले मलाई गाली हाल्नुहुन्छ, के पनि नबोली गयो अध्यक्षले, के पनि गरेन छ क्या भन्ने पनि हुन्छ। त्यो समरीमा संक्षिप्तमा म मात्र भन्न चाहन्छु। म वार्ड नम्बर 7मै केन्द्रित हुन चाहन्छु। यो वार्ड नम्बर 7 अन्नपूर्ण गाउँपालिकाको कोल्टे परेको वडा हो। लुम्लेबाट छिटो भने यहाँ चाहिँ फर्केर त्यो लुम्ले जानुपर्छ।
अनि यहाँ केका निम्ति आउने भन्यो भने हिजो पर्यटकको निम्ति आउने भने हामीले भनिरहेको थियौँ, अहिले पनि पर्यटक आउनुपर्छ भनिरहेको छौँ हामीले। पर्यटन प्रवर्धनमा यो असाध्यै महत्त्वपूर्ण छ। तर पर्यटन प्रवर्धन गर्नका निम्ति चाहिने आधारहरू के हुन्? आधारहरू चाहियो नि। त्यसका आधार भनेको सबभन्दा पहिले पूर्वाधार, बाटाघाटा चाहियो, बाटो राम्रो बनाउनु पर्यो। यस सत्ता पनि त्यसको निम्ति हामी लाग्न पर्छ भनेर हामी हिजो तपाईँको बिचमा आएर प्रतिबद्धता जारी गरेका थियौँ। हाम्रो कार्यक्रममा यो बाटो केही न केही हामी गर्छौँ। यो ढलान पछि गयो त्यो हामी सुरु गर्छौँ भने तपाईँले वचन दिएका थियौँ र अहिले भनौँ मलाई जिम्मा दिनुभएको छ। अन्नपूर्ण गाउँपालिका सबभन्दा धेरै बजेट परेको वडा यही वडा हो। सबै हिसाबबाट 14 करोड रुपियाँ यो वडामा छ। यो कुरो जोक होइन। 14 करोड रुपियाँ एउटा वडामा पर्नु भनेको कुरा सामान्य कुरा होइन। तर त्यसलाई कार्यान्वयन गर्ने कुरा चुनौतीको कुरा। पैसा परेर त्यसलाई हामी काम गर्न सकेन भने त्यो चुनौतीको कुरा हुन्छ। त्यसो त अहिले भन्नुभएको छ 2 करोड त हामी समपूरक जब हामी आइसके पछाडि यो गाउँमा वडामा पैसा परेन, गाउँपालिका सामान्य 50-60 लाख के हुनेवाला छ, यसलाई समपूरकमा हाल्नुपर्छ भनेर मैले प्रस्ताव गरेर अध्यक्षजीसँग सल्लाह गरेर यहाँका जनप्रतिनिधि साथीसँग सल्लाह गरेर समपूरकमा हाल्यो। समपूरक भनेको के हुन्छ भने हामीले सङ्घमा समपूरकमा चाहिँ समपूरक सङ्घबाट जति करोड रुपियाँ आउँछ त्यति करोड रुपियाँ गाउँपालिका थप्नुपर्छ। त्यो अनिवार्य हुन्छ। त्यसो भएको हुनाले पनि त पैसा आइसकेपछि हामी गाउँपालिकामा मिटिङमा दिन होइन छैन भन्न पाइँदैन। यसो त हामीले त्यसलाई समपूर्णमा हालेका थियौँ। गत वर्ष पनि पैसा आयो। यसपल्ट चाहिँ समपूर्णमा 2 करोड रुपियाँ सङ्घीय सरकारबाट आएपछि हामीले 2 करोड हाल्यो। 4 करोड रुपियाँ त गाउँपालिका पैसा छ। हाम्रो सिपातमा 4 करोड रुपियाँ छ। त्यसको पनि ठेक्कापट्टामा काम अगाडि बढिसकेको छ। अर्को 3 करोड रुपियाँ भरतजीले भन्नुभयो त्यो पनि ठेक्का प्रक्रियामा गइसकेको छ। 4-7 करोड त त्यही छ। अर्को पदमार्का छ 3 करोडको, 10 करोड त्यही छ। अनि पुलको कुरा छ। यसरी हामी पालिकाको पैसा भन्दा बाहिर पनि सबै जोड्दा 14 करोड रुपियाँ अन्नपूर्ण गाउँपालिका 7 नम्बर वडामा छ। सायद इतिहासमा यति धेरै पैसा न हिजो आयो, समयलाई भोलि पनि ल्याउन सकिन्न होला। यस्तो पैसा हामीले वडामा राखिरहँदा असाध्यै गाह्रो के पर्यो भने अस्तिको जुन आन्दोलन छ त्यो आन्दोलनले हामीलाई नोक्सान बनाएको छ। योजना काट्छौँ भनेर मन्त्री भनिरहेछ। अहिले पनि हामी सल्लाह गरौँ। यसरी सबै गाउँपालिका योजना काट्ने हो भने हामी गाउँपालिका 753 हाम्रो गाउँपालिका छन्। सबै 753 गाउँपालिका लएर सिरादरमा फालिदिनु पर्छ हामी चापी भनेर हाम्रो अध्यक्षले भनेको छ। यो सरकारले पैसा छुट्याएको छ। अहिले सरकारले त पैसा काट्छ भने हामी गाउँपालिका अध्यक्ष किन मार्नुपर्छ? 753 गाउँपालिकाको चापी लएर त्यही सरकारलाई बुझाइदिने उसले गर्छ विकास। त्यो छलफल गरिरहेको छ भने मतलब हिजोको सरकारले विनियोजन गरेर पैसा काट्न पाउँदैन। त्यो पैसा हामीलाई चाहिन्छ भन्ने हाम्रो पालिकाहरूको हाम्रो दावा छ। त्यसमा हामी लागिरहेको छौँ। म यसमा थोरै के जोड्न चाहन्छु भने हाम्रो पैसा सम्भवतः धेरै पैसा काटिन्न जस्तो लाग्छ मलाई। किनभने हाम्रो सबै पैसा 3 करोडभन्दा माथिको छ। उस्तो टुके योजना काट्छौँ भनेको 3 करोडभन्दा सानो काट्छौँ भनेको हो जस्तो मेरो बुझाइ हो। त्यो भयो भने हामीले आगे पैसा कम सम्बन्धमा तपाईँ लाग्दिनुपर्छ। यो बाटोमा ढलान पिचका जुन योजना परेका छन् त्यसमा तपाईँ लाग्नुपर्छ। म घनश्याम अध्यक्ष यहाँ हुन्छ, पूर्व अध्यक्ष सम्बन्ध मलाई याद छ। त्यो पार्टीको थोरै ढलान बाहेक उहाँको कार्यकाल सबै बाटो कच्ची बाटो खन्ने मात्रै समय बित्यो। ढलानतिर उहाँले समय दिने पाउनु भएन, पैसा पनि आएन। तर अहिले हेर्नुभयो भने 3वटा हामीले सानो पुल बनाइसकेका छौँ। 3वटा पुल जुन पुल बनाउँदा अहिले बच्चाहरू भोलि खोलाले बगाउँछ भने त हामीलाई चिन्ता छैन। अहिले पढ्न जानेको समस्या छैन। अहिले खोलामा गएर गाडी रोकिन्छ भने चिन्ता छैन। अब एउटा पुल बाँकी छ त्यो पनि अहिले हामी बनाउँछौँ। र यसरी हामी यो लान्डुकलाई हामीले हिजो वचन दिएको थियो हामीले पिच ढलान सुरु गर्छौँ भन्ने कुरा हामी पिच ढलानको काम सुरु गरिरहेको छौँ। तपाईँले हेर्नुभएको छ यो समयमा 7 करोडको पिच ढलान भनेको करिब 3 देखि 4 किलोमिटर ढलान हुनुपर्छ भन्ने अनुमान हो। त्यसमा यो पिचको ढलानको मात्रै गर्दा त्यति आउँछ। अब भोलि वाल तपाईँ ग्याबिन भन्ने कुरा काट्यो भने अलिक कम हुन सक्ला। अध्यक्षलाई धेरै थाहा होला। हामीले त्यो काम गर्न सक्यो भने धेरै बाटो हामीले ढलान गरेका हुन्छौँ। हामी करिब 15 किलोमिटर टाढा छौँ। हामी 5-7 किलोमिटर अलिक गर्न सक्यौँ, अप्ठ्यारो काम गर्न सक्यौँ भने फेरि हामी जनप्रतिनिधिको कार्यक्रममा यो पुरै सम्पन्न हुन्छ। यसर्थ पूर्वाधारको हिसाबले हेर्दा असाध्यै महत्त्वपूर्ण बाटो हो भन्ने हिसाबले पनि हाम्रो बाटोमा ध्यान केन्द्रित छ भन्ने कुरो म यहाँलाई निवेदन गर्न चाहन्छु। दोस्रो कुरा हामी लान्डुक आउँछौँ अनि घान्डुक जाने के गर्छौँ भने यता फर्केर फेरि गाडी सरेर फेरि घान्डुक जान्छौँ। यो पुल हाम्रो लागि आवश्यकता थियो। यसर्थ अहिले 2टा पुलहरू, एउटा भुलुङ्गी खोला पुल जुन वार्ड नम्बर 9 त्यो टेन्डरमा गइसकेका छ। हाम्रो ऐतिहासिक काम हामीले के गरेका छौँ भने अन्नपूर्ण म्यागदिएर अन्नपूर्ण काशी जोडेका छौँ हामीले। हाम्रो एकापको साथी हेर्नुहुन्छ, अब उहाँले नसुन्ने गरी भनिरहेको छु मैले। त्यो एकै क्षेत्रमा पर्छ तर त्यहाँका जनताको आम सहमतिको आधारले विकासको हिसाबले पनि त्यो जोड्न पर्छ उनीहरूले हामी जोडेका छौँ। अहिले अस्ति मैले हामीलाई सम्मान गर्नुभयो तपाईँको म्याग्दीका घोडेपानीका दिदीबहिनीहरूले उहाँले भन्नुभयो कि भने 60 किलोमिटर बाटो छोटो भयो भन्नुभयो। म अचम्म परेँ। घोडेपानीका दाजुभाइ दिदीबहिनी अहिले पोखरा जान नयाँ पुल निस्किन र यो बाटो हाम्रो
बिखेडिङमा हुँदै अब बिखेडिङ नयाँ पुल निस्किँदाखेरि 60 किलोमिटर छोटो हुँदो रहेछ। म त्यति धेरै पर्छ जस्तो मलाई लागेको छ। 60 किलोमिटर त्यो समयको हिसाबले पैसाको हिसाबले कति धेरै महत्त्वपूर्ण काम भएछ। यसर्थ त्यस्ता काम हामीले गऱ्यौँ। त्यहाँ भुरुङ्गी खोला पुल बन्न बित्तिकै त्यो बाटो सधैँ चल्छ र त्यहाँ पनि पैसा छ। अहिले 9 करोड काम त्यहाँ पनि हुँदैछ। भुरुङ्गी खोला पुल टेन्डरमा गएको न त्यो पुल एउटा र दोस्रो पुल हाम्रो 7 र 10 पुल पनि हाम्रो टेन्डरमा लगाउने पुरा तयारीमा थियो हाम्रो। अब यसले डिस्टर्ब गर्छ जस्तो लागिरहेको छ। यसले हाम्रो नोक्सान हुन्छ जस्तो लागेको छ हामीलाई। अहिले 2टा पुल पहिलो पुल भुरुङ्गी खोला गइसकेको छ। अब यो पुल टेन्डरमा जाने भनेर पुरै तयारी गरेर सङ्घ सरकारले पैसा राखेको छ। प्रदेशमा पनि अस्ति हामी अहिले विनोद कुमार भन्नुभयो हाम्रो प्रधानमन्त्रीको स्वकीय सचिव हुनुहुन्थ्यो। हामी उहाँ सहित हामी मन्त्रालयमा प्रदेशमा गएर त्यत्तिकै 160 पैसा त्यहाँ विनियोजन गरेर त्यो टेन्डरमा जाने भनेर पुरै तयारी गरेर हामी अब अगाडि बढिरहेको थियौँ। अब यो घटनाले कति नोक्सान हुन्छ हामीलाई, त्यो नोक्सान भएन। यो पुल अहिले टेन्डरमा जाने सम्भावना बढी छ। यस जान बित्तिकै हामी अब रनरुक आएको मान्छे घान्नु जान किन रुमले फर्किनु पर्यो। यसरी समग्र हेर्दाखेरि हामीले पूर्वाधारमा काम सुरु गरेका छौँ। यसरी अगाडि बढेका छौँ। म यति मात्रै हेर्न जानकारी गराएँ। अरू धेरै कुरा भोलि यहाँ जानुपर्ने साथीहरू भन्नुहुन्छ, तपाईँ पनि बुझ्नुहुन्छ। त्यही नै पूर्वाधारको बारेमा म यति भन्न चाहन्छु। दोस्रो शिक्षाको बारेमा ख्याल गर्नु होला। अन्नपूर्ण गाउँपालिका शिक्षा र स्वास्थ्य कुनै कम्प्रोमाइज गर्दैन। बाटोबाट आज ढिलो होला। स्वास्थ्य र शिक्षा जनताको तपाईँको अधिकार हो, त्यसमा हामी कुनै तलमाथि गर्दैनौँ। र अहिले हामी खुसी के लाग्छ भने अन्नपूर्ण गाउँपालिका शिक्षामा एससीको रिजल्ट गर्दा 81% विद्यार्थी हामीले पास गर्यौँ। जो हामी निर्वाचित भएर 29% विद्यार्थी पास भएका थिए, त्यसलाई हामीले 41 पुऱ्यायौँ, त्यसलाई 51 पुऱ्यायौँ। अहिले हामी 81% विद्यार्थी यसमा पास भयौँ। यसले अन्नपूर्ण गाउँपालिका शिक्षा राम्रो हुँदैछ भन्ने कुरा सन्देश दिएको छ। हामीलाई बालबच्चा राम्रोसँग पढाउनु पर्छ भन्ने कुरा हामी ध्यान केन्द्रित गरौँ। किनभने हुने खाने भन्दा पनि हामी हुँदा खानेका छोरी त्यहाँ पढाएका छौँ। तपाईँ हामी बजार भर्न सकेन, 2-4 रुपियाँ कमाउन सकेनौँ भन्ने खालको छोरीहरू हामी त्यहाँ पढाएका छौँ। त्यसमा ध्यान केन्द्रित गर्नु होला। मैले यसमा पनि यति भन्न चाहन्छु। अहिले स्वास्थ्य बिमाको कुरा पनि म जोड्न चाहन्छु। तपाईँलाई थाहा छ अब हामी अन्नपूर्ण अस्पताल सञ्चालनमा ल्यायौँ। स्वास्थ्य बिमा अन्नपूर्ण अस्पतालमा हामी सुरु गर्छौँ। त्यो कहाँ छ भन्दा अहिले गाउँपालिका भएको ठ्याक्क अगाडि छ। त्यो हामी आउने बेला त्यो बन्दै थियो। हामीले त्यसलाई निर्माण कार्य सकेर अनि हाम्रो जनशक्ति त्यहाँ लगेर त्यहाँ हामीले अहिले डक्टर राखेका छौँ। एउटा डक्टर आइसकेको छ, एउटा डक्टर पिकनिक गर्दा चाहिँ अब 2टा डक्टर मार्फत त्यो अन्नपूर्ण अस्पतालबाट हामी अब उपचार सुरु गर्छौँ। र त्यसरी हामीसँग भएको स्वास्थ्य बिमा हामीले त्यहाँलाई जोड्छौँ। र हामी म कुर्सीमा बस्नुभन्दा अगाडि एउटा सङ्कल्प गरेको थिएँ मैले कि स्वास्थ्य सबभन्दा ठुलो कुरा। कोही पनि दाजुभाइ दिदीबहिनीहरू 2-4 हजार रुपियाँ नभएको कारणले 20-30 हजार नभएको कारणले अस्पताल जान नसक्ने परिस्थिति नहुनुहोस् र त्यो 20-30 हजार नभएको कारणले मर्न पर्ने स्थिति नपरोस् भनेर हामीले स्वास्थ्य बिमा 50% हामीले म कुर्सीमा बस्नुभन्दा अगाडि घोषणा गरेको। जो गरिब असहाय अशक्त कमजोर हुनुहुन्छ उहाँहरूको लागि स्वास्थ्य निःशुल्क हो। 1 रुपियाँ तिर्नु पर्दैन। वडामा गएर फर्म बुझाएर वडा अध्यक्षले दिनुभयो भने वडा अध्यक्ष चिठी पठाउनु तपाईँ 1 लाखको स्वास्थ्य बिमा निःशुल्क छ। जो गरिब कमजोर छौँ अध्यक्षजी मलाई 20,000 चाहिए, 5,000 चाहिए, 10,000 चाहिए भने गाउँपालिका आउन नपरोस्। चिठी मागेर हिँड्न नपरोस्। सालको घरमा जान नपरोस्। सहकारी धाउनु नपरोस् भन्नेका ढेका साथ हामीले स्वास्थ्य बिमा गराएको। त्यहाँ धन्य करोडभन्दा बेसी पैसा हामी खर्च हुन्छ। त्यो स्वास्थ्य ठुलो कुरा हो। हामी त काम गरिरहेको छौँ। त्यो 50% सायद अहिले थाहा पाउनुभयो होला। त्यसलाई हामीले स्वास्थ्य बिमाको पैसा हामीले बढाएर अब 1,000 रुपियाँ सबैको स्वास्थ्य बिमा हुन्छ। तपाईँ सबैको स्वास्थ्य बिमा हुन्छ। गरिब कमजोर असहायको अहिले पनि निःशुल्क छ। 1 रुपियाँ लाग्दैन। तपाईँ फर्म मात्रै भरे हुन्छ। 1 लाखको स्वास्थ्य बिमा छ। तपाईँ हामी सबैको स्वास्थ्य बिमा अब 1,000 रुपियाँ हुन्छ। र हामीले घोषणा गरेका छौँ अब स्वास्थ्य बिमा हामी अस्पतालमा जोड्छौँ भनेर हाम्रो अन्नपूर्ण अस्पतालमा जोड्छौँ र यो स्वास्थ्य बिमा त्यहाँ जोडिसकेपछि अर्को साल हामीले बजेट ल्याउने बेला सबै अन्नपूर्णवासीलाई स्वास्थ्य बिमा निःशुल्क गर्छौँ। हामी कसैले पनि पैसा नगर्नु गराउँछौँ र त्यो स्वास्थ्य बिमा गर्ने कहाँ जाने भन्दा नौरानमा गएर तपाईँ उपचार गर्ने हामी बनाउँछौँ। यसरी हामी स्वास्थ्य बिमा जिम्मा लिएका छौँ। स्वभावतः गण्डकी प्रदेशमै हाम्रो एउटा काली गण्डकी गाउँपालिकाले त्यो काम गरिरहेको छ। हामीले गर्छ अरू कुनै गाउँपालिकाले यो काम गरिरहेको छैन। यसर्थ यो कुरा पनि शीघ्रमै मैले यहाँ जानकारी गराउन चाहे शिक्षा र स्वास्थ्य कर्मी। अब म यो कार्यक्रमतिर जान चाहन्छु। यो कार्यक्रम 26 वर्ष भइसकेको छ लगातार यहाँ गर्नुभयो। 26 वर्षसम्म असाध्यै धेरै सहयोगी हातहरू मनहरू हुनुहुन्छ। मलाई थाहा छ अहिले पनि हाम्रो बेला राज लगाएर हाम्रो बहिनीहरूले यहाँ सहयोग गर्नुभएको छ। विदेशबाट राम्रो सहयोग माग्नु भएको छ। यहाँ तपाईँले पनि दिनुभएको छ। यो ऐतिहासिक काम हो। यो लान्डुक चिनाउने काम हो। यो मेरो ठाउँ मेरो गाउँ चिनाउने ठाउँ कार्यक्रम हो। त्यसमा उनीहरूले जसले यो कार्यक्रममा सहयोग गर्नुभएको छ तपाईँप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु, धन्यवाद भन्न चाहन्छु। र जसले हामीले सहयोग गर्न भ्याएका छैनौँ नि अब सहयोग गर्नु होला। सहयोग गर्ने दिन अझै बाँकी छ। 14 गते हामीले सहयोग गर्न मिल्छ पाइन्छ।
जति सकिन्छ हाम्रो अवकाश क्षमता जति छ सबैले सहयोग गरेर यो कार्यक्रम सफल पारौँ। किनकि यसले पर्यटन पर्यटनमा टेवा पुऱ्याउँछ, फाइदा पुऱ्याउँछ। यसले हाम्रो लान्डुकलाई चिराउने कुरामा यसले सहयोग गर्छ हामीलाई र तपाईँ हामी बिचको एकतामा पनि प्रदर्शन गर्छ। तपाईँ हामीको हार्दिकता बढ्छ। यदि यो कार्यक्रम नगरे भए हाम्रो युवराज भाइ लगायत दिदीबहिनीहरू कसरी सहयोग गर्नुहुन्थ्यो? यहाँ आउनु पर्ने स्थिति थिएन होला। हामीले डाकेर मलाई आउनु पनि पाउने थिएनौँ। उहाँले हामीले कार्यक्रम गर्नुभएकोले गरेकोले उहाँले सहयोग गर्नुभयो। सहयोग गर्नुभएकोले हामीले माला लाउनु पाए, सम्मान गर्न पाए। यसले हार्दिकता बढाउँछ, आफन्त बढाउँछ, आफ्नो दाजुभाइ दिदीबहिनी कहाँ हुन्छ भन्ने कुरो पनि बढाउँछ। तर यस्ता कार्यक्रमले पर्यटन बढाउने निम्ति, यहाँको इतिहासलाई कायम गर्न निम्ति र हाम्रो दाजुभाइ दिदीबहिनीको आत्मीय बढाउने काम गर्नु भएको हुनाले यो जुन कार्यक्रम गर्नुभएको छ 26 वर्षसम्म लगातार काम कार्यक्रम गर्नुभयो। म सबैलाई धन्यवाद भन्न चाहन्छु र 26 वर्षसम्म लगातार सहयोग गर्नेहरू पनि धन्यवाद भन्न चाहन्छु र खास गरी यो 26औं वार्षिक उत्सवमा यहाँले कार्यक्रममा यहाँले जुन सहयोग गर्नुभएको छ तपाईँलाई फेरि धन्यवाद भन्न चाहन्छु र आयोजक साथीहरूले जुन हिम्मतका साथ मलाई उहाँले त्यो प्रपोजल लिएर जानुभयो। अलिक ठुलो पैसा देखेँ मैले, यति धेरै पैसा कहाँ जमाउनु छ तपाईँले? कार्यक्रम त अनुपात भइरहेको छ। म फेरि अलि यो खेलाडी युवाप्रति अलि माया गर्ने मान्छे, खेला पनि जोगाउनुपर्छ, खेलाडी पनि जोगाउनुपर्छ, युवाको कुरा पनि सुन्नुपर्छ भन्ने मासु भएको मान्छे। यत्रो पैसा कहाँ ल्याउनुहुन्छ भने मैले सोधेँ युवालाई। सोधेपछि उहाँले 16 जो पनि देख्नुभयो, दिदीबहिनी दाजुभाइले सहयोग गर्छ पनि भन्नुभयो। अनि मैले अन्तिममा एउटा वचन चाहिँ भनेको छु, सबै काम गर्नुहोस्, हिसाब किताब पारदर्शी पनि गर्नुहोस्, अनि आर्थिक सहयोग दिने दाजुभाइलाई त्यही ढङ्गले सम्मान पनि गर्नुहोस्, दिन चाहने दाजुभाइसँग पैसा पनि लिनुहोस्, अनि पारदर्शिता त्यसलाई मितव्ययित अपनाउनुहोस्। यो सबै कुरा गरिसकेपछि तपाईँ हिसाब किताब बाँकी रहँदा कति पैसा पुग्दैन मसँग माग्न आउनुहोस्। म त्यति चाहिँ भनेको छु। त्यसो भएको त्यही भनेर उहाँले फर्किनु भएको छ। यो सबै कुरा मिलाउँदा नभएको चाहिँ मसँग माग्नु आउनुहोस् भनेको छु। त्यो भएको बेला अझै पनि मेरो आग्रह के छ भने सहयोगी संस्थाहरू अझै पनि हुनुहुन्छ, माग्नुहोस्। किन दिने मनलाई माग्नु पऱ्यो नि त। कतिपय दिदीबहिनी मलाई माग्नु भएन भने मन खुम्चाउनु भएको होला, त्यहाँ पनि पुग्नुहोस्। मलाई दिन मन थियो, यति राम्रो कार्यक्रम गरेर सानो मन गर्नु होला, उहाँ पनि पुग्नुहोस्, माग्नुहोस् र आफू कति हुन्छ त्यसमा म सहयोग गर्छु भनेको छु। र यसमा अर्को पनि म जोड्न चाहिँ के चाहन्छु भने यहाँ म धेरै पटक आएको छु, धेरै पटक बोलाउनु भएको छ, धेरैचोटि बोलाउन आउनु भएको छ मलाई, अनि धेरैचोटि मेरो कुरा सुन्नु भएको छ। अनि यतापट्टि एउटा भवन छ, यहाँ आमा समूहको दिदीबहिनी यहाँ हुन्छ, के भन्छ होला भन्नुभएको छ। अब तपाईँले भवन बनाउँछु भन्नुभएको छ। त्यो भवन बनाउने पैसा कति पैसा अहिले भन्दैन, तपाईँको भवन बनाउने सुरुवाती पैसा चाहिँ मैले यसैबाट हालिदिन्छु। मैले अध्यक्ष भनेको छु, सुरुवाती गरी पैसा यसैबाट हाल्छु, त्यसले सम्बन्धी कार्यक्रम चाहिँ सबै मिलाइ गरौँ होला, सही मन खोजाउला, अरू संस्थाहरू खोजाउला, तर सुरुवात चाहिँ गाउँपालिकाबाटै हुन्छ भन्ने कुरा म यहाँहरूको बिचमा प्रतिबद्धता जारी गर्न चाहन्छु। अहिले के रातो किताबमा आउँछ, अब किताब निस्किँदैछ, अब दसैँपछि किताब निस्किन्छ, त्यसैमा आउँछ, त्यहीँ हेर्नु होला कति परेछ भनेर मैले यति नै कुरा यहाँ विचार राख्न चाहेँ। अर्को कुरा तल खेल मैदानमा आज पुग्न पाएको छैन, भोलिमा चाहिँ म पुग्छु, त्यहाँ पनि लानु भएको छ मलाई। म त्यहाँ पनि पुगेर धेरैचोटि बोलेको छु, कहिले शौचालय बनाउनुपर्छ भन्नुभएको छ, कहिले पेटी बनाउनुपर्छ भन्नुभएको छ, कहिले चाहिँ गेट बनाउनुपर्छ भन्नुभएको छ। सायद यसपटकको माग चाहिँ गेट हो कि जस्तो लाग्छ, यहाँ के भन्नुभएको छैन। त्यो गेट बनाउने कुरा यसपटक चाहिँ रातो किताबमा आउँदैन। त हिउँदे अधिवेशन तपाईँ गेट भन्छ, हिउँदे अधिवेशन भनेको पुस पछाडि तपाईँको म गेट बनाउने कुरामा म सहयोग गर्छु। त्यो कुरा यहाँको बिचमा राख्थेँ। तपाईँ सबै हात दिनु भएको छ, त्यही भएर म त हात त्याग्दिनँ, म पठन गरेर आएको हो, तर सबै हात दिनु भएको हुनाले मलाई अरू धेरै कुरा बोलिनँ। यति कुरा यहाँको बिचमा राख्दै अरू कार्यक्रम, अरू विषय फेरि अर्को कार्यक्रममा भेलामा बोलाइहाल्नुहुन्छ तपाईँले, म आउने छु, त्यसमा राख्नेछु भन्ने कुरा यहाँको बिचमा राख्दै यो असल 9 देखि आजदेखि 14सम्म जुन कार्यक्रम हामीले सञ्चालन गर्दैछौँ, असाध्यै एकताबद्ध भएर अघि भन्नुभएको छ। अब पुलिसले सुरक्षा देला भन्ने छैन हामीसँग, अर्को आएर सुरक्षा देला भन्ने छैन, हाम्रो सुरक्षा हामी गर्ने। अब यो कार्यक्रमको मेलाको सुरक्षा हामी गर्ने, हामी सबै युवा एक ठाउँ उभिएर त्यो कार्यक्रम सकिने जस्ता कहीँ कमी कमजोरी भएछन् पनि त्यसलाई सच्याएर कसैलाई आलोचना नगरिकन, कसैलाई गाली नगरिकन त्यो कार्यक्रम सम्पन्न हामीले गर्नुपर्छ कि त्यहाँ हाम्रो इज्जत जोडिएको छ, हाम्रो यहाँको अस्तित्व जोडिएको छ। त्यहाँ युवा साथीलाई म भन्न चाहन्छु, तपाईँ सबै एक ठाउँ उभिएर यसको शान्ति सुरक्षा सबै गर्ने कुरा व्यवस्थापन गर्नु होला। अन्त प्रहरीको पठाउने कुरा आवश्यकता छ भने म फेरि प्रहरीलाई भनेर म पठाइदिन्छु, भोलि पर्सि म पठाइदिन्छु। तर अब हामी आफ्नो ठाउँमा सुरक्षित भएन भने अर्काले गरिदिन्छ भन्ने अवस्था छैन। यो कुरा यहाँको बिचमा राख्दै यस कार्यक्रम सफलताको भव्य शुभकामना भन्न चाहन्छु। धन्यवाद।